तपाईँ बोल्नुभयो होइन, पृथ्वी घुम्छ भन्ने कुरो तपाईँले त्यति बेला भन्दा माइनोरिटीमा होइन, ग्यालिलियोहरूदेखि लिएर अब अहिले होइन पृथ्वी त थाल जस्तो चेप्टो छ भनेर भन्नुभयो भने मान्छे हाँस्दैन। अहिले एक्ज्याक्टली मैले बहुमतलाई बिलिभ नगर्ने भन्यो भने म सबको एगेन्स्टमा हुन्छु, डेफिनेटली हुन्छु। हो अब हेर्नु तपाईँ जस्तो मेरो इक्जाम्पल हेर्नु, मैले कसैको एगेन्स्टमा कुरा भनिरहेको छैन, तर मैले जति बेला नेपालमा अहिले जेनजीले चाहेको राइट टु रिजेक्ट 13 वर्ष अगाडि नै सर्वोच्च अदालतमा रिट हालेर मेरो एकदमै एकदमै सुरुको मैले होइन लिगल प्र्याक्टिसमा म कानुन पढे पनि म अरू विषयमा काम गर्दै थिएँ, मिडियामा काम गरेँ होइन, तर लिगल इन्टरभेन्सन, क्रिएटिभ लिगल इन्टरभेन्सन एगेन्स्ट द स्ट्रक्चर, त्यो मुद्दा हाल्दाखेरि उम्मेदवारलाई पनि बहिष्कारको भोट हाल्ने भनेर मलाई पागलै भने मिडियाले। त्यति बेलाको मिडियाको मेन स्ट्रिममा भएका अहिले पछि दल खोलेर आए नेता भएर तिनीहरू कसैले पनि मेरो समाचार बनाएन। हेर्नु है, अरू युट्युबहरू सामान्यले मात्रै गरे। मैले अर्को कुरा उठाएँ, हामीले जसलाई भोट हाल्छ उसले जितेर गएपछि भोट हाल्नु भनेको त एउटा कन्ट्र्याक्ट हो अभियसली होइन। तिमीसँग एक चिज छ मलाई देऊ, म तिम्रो लागि यो काम गर्छु भन्छ। हामीसँग मागेको कुरा भोट हो, हाम्रो भोट लिएर उसले दिन्छ के? विकास दिन्छ, शान्ति दिन्छ, प्रगति दिन्छ, घोषणापत्र होइन, इलेक्ट्रोल मेनिफेस्टो नै लिएर आउँछ लिखित रूपमा, अनि हामीले कन्ट्र्याक्ट गरेर उसलाई भोट हालेको। हामीसँग भएको चाहिँ लगिहाल्यो, उसले चाहिँ दिएन भने हामीसँग लगेको कुरा फिर्ता चाहियो। डेफिनेटली भनेको हाम्रो भोट लगिहाल्यो, काम गरेन भने हामीलाई त्यो भोट फिर्ता चाहियो। तर त्यसको लागि फेरि फाइट गर्नु पर्यो नि त, फाइट चल्ने भयो नि त यो द्वन्द। अब आउँदैछ ल, हो त्यो मैले दिएको कुरा लगिसकेर मलाई दिन्छु भनेको कुरा नदिनेलाई मैले भोट फिर्ता ल्याऊ भन्न पाउने अधिकारलाई राइट टु रिकल भन्छ। त्यो राइट टु रिकलका लागि मैले जति बेला नेपालमा आवाज उठाएँ नि, जेनजीको डिमान्ड मैले उठाएको थिएँ, मलाई त मान्छेले पागलै भने क्या त्यसमा। अहिले बिस्तारै बिस्तारै पछाडि त्यति बेला मिडियामा समाचार पनि नबनाइदिने पत्रकारहरूले पार्टी खोलेर रविन्द्र मिश्रज्यूदेखि लिएर रवि लामिछानेहरूसम्मले अब त्यति बेला म त माइनोरिटीमा थिएँ, तर द बेस्ट प्र्याक्टिस इन वर्ल्ड इन डेमोक्रेसी इज राइट टु रिकल एन्ड राइट टु रिजेक्ट भनेर हाम्रो सुप्रिम कोर्टले इन्टरप्रेट गर्यो होइन। यसो भएको हुनाले म पनि त्यति बेला अल्पमतमा थिएँ र तपाईँ कति पनि नडराउनुहोस्, तपाईँ पहिला अल्पमतमा छु होइन, र बहुमत मात्रै मेजोरिटी मात्रै डेमोक्रेसी हो यो होइन। इतिहास निर्माण गर्नेहरू चाहिँ जहिले अल्पमतमा हुन्छन् र त्यो बेस्ट डेमोक्रेटिक एक्सर्साइज पनि हुनसक्छ। अब हामीले राजाको पालाको संविधानमा यो थियो राइट टु रिकल चाहिँ, इफ यु गो थ्रु द कन्स्टिट्युसन अफ 2019 BS इज आर्टिकल नम्बर 37 सब आर्टिकल 1 CH मा हेर्नुभयो भने यदि जनताले प्रत्याह्वान गरे भने कानुनद्वारा, प्रत्याह्वान भनेको द्याट डिनोट्स इट रिफर्स टु रिकल गरे भने उसले सांसद पद छोड्नुपर्छ भनेर लेखेको छ। तर त्यसका लागि कानुन बनाउने भनेर त्यो कानुन बनाउन खोज्दै नेताहरू सबैले राजाको अधिकार छिनेर आफै चलाउन थाले। अब त्यसलाई फिर्ता गर्नुपर्ने छ हामी। सो म आए पोइन्टमा कि जस्तो राजा हुँदा पनि कतिपय चाहिँ कामहरू नराम्रा पनि थिए होला नि, सधैँ राम्रा हुन्छन् भन्ने त छैन। तर राजाको समयमा अनेस्टली भन्यो भने एज अ पर्सन मैले रिसर्च गरेको बेसमा नि इनोभेसन र डेभलपमेन्ट चाहिँ नि भएको थियो एउटा लेभलमा। जति पनि भवनहरू बनेका छन्, जुनमा हामी पढिरहेका छौँ, हिँडिरहेको छौँ भनेपछि धेरै कुराहरू डेभलप भएको थियो जुन समयमा त्यति डेभलप हुनु भनेको राम्रो थियो। र अनेस्टली भन्यो भने देशलाई बनाउने अथवा हाम्रो जग्गा भनौँ न, देशको जग्गा एउटा निर्माण गर्ने त पृथ्वीनारायण शाह हुनुहुन्थ्यो। सो डेफिनेटली त्यो वेमा चाहिँ एकदमै हार्डली रेस्पेक्ट छ मेरो चाहिँ, र सबै मान्छेले बुझ्नु चाहिँ आवश्यक छ। तर एउटा यसमा एउटा कुरा जो माथि चाहन्छु ल, कतिपयले भनेको सुनिन्छ राजा बनाउनु भए मेरो पनि यो देशमा चाहिँ राजवंश थियो होइन, म पनि राजाकै वंश हो भनेर विभिन्न जात जाति समुदायकाले भनेको सुनिन्छ। हो पनि थियो, नेपालमा जनजाति, भूमिपुत्र, आदिवासी, मूलवासी जे भने पनि किराँत
समुदायको किरातेश्वर महादेव, महाभारतमा पनि किरातेश्वर महादेव भन्ने प्रसङ्ग छ। र किरात वंश सुन्नुभएको छ नि यहाँले? किरात डाइनेस्टी, लिच्छवी डाइनेस्टी होइन, गर्दै शाह डाइनेस्टी, यो धेरै मल्ल, गोपाल वंश, महिषपाल वंश हुँदै होइन नेपालमा सबै जात जातिहरूका राजाहरू थिए। सबै जात जातिकै थिए? सबैका थिए। हाम्रो राजवंशी समुदाय सुन्नुभएको छैन तर होइन, उहाँहरूको पनि राजा हुनु त, विराट राजा। हेर्नु, सबै जसो जात जातिका राजाहरू थिए। यसको अर्थ के थियो भने एउटा एउटा गाउँ एउटा एउटा राजाको थियो। यहाँ राजै राजा थिए। ती कसैले पनि यो हामी सबै मिलेर एउटै बनाउनु पर्छ भनेर भनेका थिएनन्, बिगार्न मात्रै लागेका थिए। तिनले के गर्थे भने अंशबन्डा गर्दाखेरि आफ्नो देशलाई भाग लगाएर 4 जना छोरा छन् भने 4वटा देश बनाइदिन्थे। यहाँको त्यही भएको, काठमाडौँको पनि ललितपुर, भक्तपुर, कीर्तिपुर यिनीहरू, यो कान्तिपुर, छोराहरूलाई अंश भाग लगाएर देश टुक्र्यायो। अब हेर्नुहोस्, यसैले भनेको मेरो पनि राजवंश थियो, अहिले शाहवंश हुने हो भने मलाई राजा बनाउनुहोस् भनेर भन्नेहरूलाई मैले भनेको कि यु सुड कम टु द पोइन्ट। एक्ज्याक्टली, राजा भनेर एउटा मात्रै पनि त अब कसरी फाइन्ड आउट गर्ने त्यो? अब नो आई एम कमिङ टु द पोइन्ट। व्हाई यु सुड फलो ओन्ली द शाह डाइनेस्टी? ओके, किनकि अरू डाइनेस्टीले डिभाइडेड गरेको थियो। यहाँ 22-24 राजा थिए। उनीहरूले त छोराहरूको अंशबन्डा पनि देश टुक्र्याएर गर्थे। तर शाहवंश मात्र यस्तो जसले पृथ्वीनारायण शाहले आफ्नो गोत्रको हत्या गर्न हुन्न, मार्न हुन्न भन्ने थियो, उहाँले गोत्रै चेन्ज गरिदिनु भयो धार्मिक विधि बमोजिम, र आफ्नैलाई पनि काटेर मारेर पनि अंशबन्डा गरेर देश टुक्राउन खोज्नेहरूलाई खतम गरिदिएर पुरा देश एक बनाउनु भयो। सबै वंश थिए हो, यहाँ किरात वंश, महिषपाल, गोपाल इत्यादि होइन सबै थिए। यो सबैलाई अन्त्य गरेर देश एक बनाएको चाहिँ द्याट्स वाइ। अब हेर्नु, यसको आन्सर चाहिँ विद्वानहरूले पनि कता बुझेँ मैले। अब यसमा म टक्कै पोइन्टमा आउँछु हजुर। अब मलाई राजा बनाउनुहोस् कसैले भन्छ भने, मेरो पनि राजवंश थियो भन्छ भने, यो देशलाई के 22-24 बनाउन दिने हो? बेलायतले के गर्नु, देश संसारभरिकालाई आफ्नो बनाउँदै बनाउँदै घाम नअस्ताउने देश बनाइसक्यो। अब यसमा क्वेसन आउँछ है त हजुरको, एक्ज्याक्टली त्यो परिवेश थियो पहिलाको हिस्ट्री होइन। हिस्ट्रीहरूलाई हामीले रिसर्च गर्नुपर्छ, बुझ्नुपर्छ, तर हिस्ट्रीमा भएको मिस्टेक चाहिँ रिपिट हुँदैन, त्यसलाई इन्करेज गर्नुपर्छ। लाइक पृथ्वीनारायण शाहले धेरै मान्छेहरूलाई मार्न बाध्य हुनुभयो। त्यो समय नै त्यस्तै थियो कि मान्छेलाई अहिले पनि भइरहेछ। अहिले यो देश फेरि हामी टुक्रा टुक्रा गर्छौँ। हाम्रो मेरा 5 भाइ छोरा छन्, 5 भाइलाई मेरो देश चाहिँ यो आफ्नै घरभित्र हेरौँ न, अंश छुट्टाइएर कति टाढा टाढा पुगिरहेका हुन्छन्। अब कसैको चाहिँ छुट्टाउँदैनन्, त्यो सिस्टम छ भनेपछि देशमा पनि जसको पावरमा पुग्यो उसले त आफ्नोहरूलाई छुट्टाउँदै रहेछ। यसैले भनेको अहिले पनि पृथ्वीनारायण शाहले काटे मारे भन्छ नि, अहिले पनि काट्ने हो, अहिले पनि मार्ने हो, जसले यो देश टुक्राउँछु भन्छ। त्यति बेला पनि देशलाई टुक्रा टुक्रा पार्ने 22-24 बनाउनेलाई काटेकै हो, मारेकै हो, काट्न मार्न जरुरी थियो। अहिले तपाईँ अमेरिका टुक्राउँछु भन्नुहोस् त, मार्दैन। इन्डियामा तपाईँको सेपरेटिस्ट मुभमेन्ट चलाउँछु भनेर भन्नुहोस् त, मार्दैन। मार्दैन छ नि। यो चाइना टुक्राउन खोज्दैछ नेपालले। नेपाल देश अहिले चाइनालाई टुक्राउने चाहिँ सरकार बनाएर चाइना विरोधी गतिविधि गरिरहेछ। अहिले के नेपालले चाइना विरोधी गतिविधि, इन्डिया विरोधी गतिविधि गर्न हुन्छ? हुँदैन। कुनै विरुद्ध पनि गर्न भएन नि। अर्काको देश टुक्राउन खोज्नेलाई त मार्न पाइन्छ, मार्न पर्छ। अब आफ्नै देश टुक्राउँछु भन्ने कसैले भन्छ भने पृथ्वीनारायण शाहको पालामा पनि एक हुन नचाहने, देशलाई विशाल बनाउन नचाहनेलाई काट्नै पर्थ्यो नि। अहिले पनि काट्न पर्छ कसैले। यसमा म एउटा पोइन्टमा आएँ है त, किनभने विगतमा मानिसको मानसिकता सायद कमजोर थियो होला अथवा बलमान नै थियो पनि होला त्यो समयमा होइन। तर अहिले त हामी मानव जाति केही हदसम्म विकास हुँदैछ, डेभलप भइरहेछ भनेपछि हामी विनाशतिर जाने, मार्नेतिर जाने भन्दा पनि मान्छेको विवेक जागे हुने नि होइन र। किनभने देशलाई मात्रै नहेरेर विश्व संसार नै एकदम